त्यो चलचित्र चाहिँ एकदमै राम्रो लाग्यो। यसमा विशेष गरेर एउटा जेठो छोरो भएको नाताले उसले वहन गरेको जिम्मेवारी, उसले भाइको लागि र उसको परिवारको लागि उसले मायाको त्याग गरेको, मायाको पर्खाइ गरेको कथावस्तु समेटेकोले एकदमै राम्रो लाग्यो। र विशेष गरेर मन परेको सिन भनेको उसले जब त्यो उनको स्वेटर पायो अन्तिममा, त्यस पछाडि उसले चाहिँ अब केटीको पत्रको आशय जुन चाहिँ थियो त्यसमा चाहिँ उसले अब केटीलाई सायद भेट्छु भेट्दिनँ भन्ने जुन चाहिँ उसमा प्रश्न उठ्यो, त्यो चाहिँ एकदमै मार्मिक सिन लाग्यो मलाई। मन छुयो, त्यति बेला मन छुयो। किनभने हामीले त्यो हेरिरहँदाखेरि के आशा गरेको थियौँ उसले कहीँ न कहीँ अन्तिममा केटी भेट्छ जस्तो लागेको थियो, तर अन्तिममा चाहिँ उसले अब त्यो पत्र पाइसकेपछि उसले त्यत्रो पर्खाइ, उसको वर्षौँ पछाडिको पर्खाइ उसको त्यो खेर गए जस्तो। जब उसले केटीलाई बाचा गरेको घर बनाइदिन्छु भनेर भनेको थियो, त्यो फुलबारी बनाइदिन्छु भनेको थियो, उसले बाचा आफ्नो पुरा गरे तर केटीपट्टिबाट चाहिँ बाचा पुरा नभएको जस्तो यो कथामा चाहिँ हो। अन्तर्जातीयलाई एकदमै राम्रो प्रोत्साहन गरेको छ र विशेष गरेर लिम्बू गाउँमा छायाङ्कन गरिएको चलचित्र हो। अब यो सायद मलाई यो 5 थरतिर जस्तो लाग्यो यो कथा भएको। र अब कलाकारहरू पनि अब यहीँ हाम्रो चिनेकै हाम्रो जस्तै प्रेम सुब्बाहरू हुनुहुन्छ, लक्ष्मी योङयाङहरू हुनुहुन्थ्यो। अनि लिम्बू कल्चरमा जुन चाहिँ थियो, अब केटाले केटी भगाइसकेपछि उसले चाहिँ रित बुझाउनुपर्छ, उसले खबर गर्नुपर्छ लिम्बू संस्कारमा, त्यसलाई पनि राम्रोसँग निभाइएको थियो। गाउँमा झगडा हुँदाखेरि अन्तर्जातीय झगडा जस्तै अब होइन शिर उठाउने, शिर ढल्नेको कुराहरूदेखि लिएर हरेक चिजमा अब यो भनौँ न एउटा कल्चरलाई पनि यसले प्रमोट गरेको छ। आफ्नो क्षेत्रीय बाहुनको कल्चरलाई एउटा प्रमोट गर्यो, लिम्बू कल्चरलाई अर्कोतर्फबाट प्रमोट गरेर गाउँमा कसरी बसेको हुन्छ होइन, मानिसहरू विभिन्न जातका मानिसहरू कसरी बसेको हुन्छ, उनीहरूले समस्या आउँदा कसरी समाधान गर्छन् भन्ने कुरो चाहिँ यो चलचित्रले न्याय गरेको जस्तो लाग्यो मलाई चाहिँ। फकाउँछ गफले मार्मिक बनाउँछ। झुमा दिदीलाई यो गीतको लागि धेरै धेरै धन्यवाद। झुमा दिदी हेर्दै हुनुहुन्छ भने झुमा दिदीलाई यो गीतको लागि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो सम्पूर्ण लिम्बू कम्युनिटीबाट।